हमें देखने आप आए थे, आपको देखने हम नहीं आ सकते? वाउ, क्या दामी सिन ल गाइज। के हेर्नु, भर्खर बन्नै पऱ्यो नि। खास पैसा नहुने, काम नहुनेहरू, बेरोजगारहरू त हो नि ब्लगर भन्ने, होइन? अहिले चाहिँ हामी चाहिँ पन्जी हान्ने ठाउँ छ अरे, यहीँ पोखरा छेउछाउमा। त्यो हेर्न जाँदैछौँ। गाई चाहिँ हेर्ने मात्र हो फेरि, गर्न त अब मुटु डह्रो हुनु पऱ्यो नि त। मुटु डह्रो छैन हाम थाल्न त है। कपाल चाहिँ हुनु पर्दो रहेछ गाई, उड्नु पर्यो नि त अलि। यो बाटो कहाँ जाने हो, सारङकोट जाने हो। के हाल्ने पैसा अरे? सारङकोट धाममा छु। एकदम दामी रहेछ। पहिला चाहिँ आएको थिएन म, होइन 1-2 वर्ष अगाडि आएको थिएन, त्यतिखेर बनेको पनि थिएन रहेछ क्या अरे। आजलाई हेर्न यस्तो दामी भ्यू देखिँदो रहेछ यो सारङकोट धाम भन्दो रहेछ यसले। यस्तो दामी रहेछ। वाउ, आम्मामा आज यो चाहिँ कति धेरै उ रहेछ यार। आम्मामा वाउ, दामी रहेछ हेरौँ न। एकदम ब्युटिफुल है, स्वर्ग है। मान्छेहरू किन के अरे पोखरा आउँदो रहेछ भनेर कारण यस्तो रहेछ नि, यस्तो दामी। यता माथि माथि हेर्नु, माथि के छ ल, कति माथि पुग्दो रहेछ यो त।
लास्टमा बाङ्गो भएछ अनि दामी रहेछ ल यार पहिला यस्तो थिएन टक्क बस्ने ठाउँ पनि छ बिरु भाइ वाउ दर्शन गर्ने त ल थकाइ लाग्यो हुन्छ बिरु है थकाइ लाग्यो यार हामी माथि कुङ्डीकोटमा आएको मेरो यार आज धेरै बाकडा